नमस्ते साथीहरू, मैले चाहिँ अगाडिको भिडियोमा चाहिँ कसरी चाहिँ कुनै पनि जियो रेफरेन्स नगरेको नक्सालाई अथवा फ्री सिट नक्सालाई चाहिँ कसरी चाहिँ हामीले स्केलिङ गर्न सकिन्छ भन्ने विषयमा भिडियो बनाएको थिएँ। मैले यो भिडियोमा चाहिँ कसरी चाहिँ त्यो हामीले स्केलिङ गरेको नक्सालाई चाहिँ हामीले डाटाबेस बनाएर चाहिँ कसरी चाहिँ हामीले किता नापीको नक्सा बनाउन सकिन्छ अथवा हाम्रो अहिले नेपालको सन्दर्भमा भन्दा पहिलाको नक्सालाई चाहिँ कसरी चाहिँ हामीले डिजिटल डाटाबेस बनाएर चाहिँ कितानापी बनाएको छौँ भनेर देखाउन गइरहेको छु। जसको लागि चाहिँ हामीले डाटाबेस बनाउनलाई चाहिँ हामीले सबैभन्दा सुरुमा चाहिँ आर क्याटलगमा गएर चाहिँ हामीले त्यसबाट चाहिँ हामीले विभिन्न फोल्डरहरू सेभ फाइलहरू बनाएर चाहिँ हामीले गर्न सकिन्छ। त्यो एउटा विधि हो। यो सम्बन्धी भिडियो चाहिँ मैले अर्को भिडियोमा समावेश गर्नेछु। आजको भिडियोमा चाहिँ मैले कसरी चाहिँ हामीले पार्सल एडिटरको मार्फतबाट चाहिँ डाटाबेस बनाउन सकिन्छ भन्ने कुरा देखाउन गइरहेको छु। यसको लागि सबैभन्दा सुरुमा हामीले पार्सल एडिटर खोलेर यसलाई चाहिँ युजरनेममा एडमिन हान्नुपर्ने हुन्छ र यसको पासवर्ड राखिसकेपछि हामीले यसलाई लगइन गर्न सकिन्छ। र यसरी लगइन गरेपछि चाहिँ एकदमै सजिलो छ यो। यसलाई चाहिँ हामीले खासै त्यस्तो धेरै मेहनत गरिरहनु पर्दैन। सिधै क्रिएट जियो डाटाबेस गर्दाखेरि हुन्छ। अनि यो डाटाबेसलाई हामीले यसमा ध्यान दिनुपर्ने कुरा चाहिँ जस्तो हाम्रो 81, 84, 87 को कुन मेरिडियनमा छ भनेर चाहिँ हामीले यसमा ध्यान दिनुपर्छ। मैले यो गरेको डाटाबेस चाहिँ यसमा रहेको हुनाले मैले यो मेरिडियन छानेको हो। अब यसमा चाहिँ हामीले कुन ठाउँमा चाहिँ यसलाई राख्ने भनेर यसले देखाउँछ। जस्तो मैले फाइल नेम दिनुपर्ने हुन्छ र मैले यसको फाइल नेम चाहिँ दिन सक्छु। जस्तो मैले यो चाहिँ इमाडोल भनेर राख्दिएँ। यदि तपाईँहरूसँग जहाँको हो छ तपाईँहरूले चाहिँ त्यो अनुसारको तपाईँहरूले दिन सक्नुहुन्छ। र यसरी दिइसकेपछि चाहिँ यसले न्यू डाटा जियो डाटाबेस क्रिएट गरिदिइहाल्छ सिधै। एकदम सजिलो छ यसबाट चाहिँ होइन। र त्यो गरेपछि हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि अब हामीलाई चाहिने चाहिँ कुन कुन फोल्डर भन्दाखेरि जस्तो मैले किता नापीको गर्दाखेरि चाहिँ मलाई के चाहिन्छ भन्दाखेरि मलाई बिल्डिङ चाहिन्छ एउटा होइन। र अर्को चाहिँ मलाई के चाहिन्छ भन्दाखेरि पार्सल भन्ने मलाई आवश्यक पर्छ। र यसरी चाहिँ मैले यसलाई इमेजलाई लोड गर्छु। ल इमेजलाई लोड गरेपछि अब मैले एकदम सजिलो छ। जस्तो मैले अगाडि यो नक्सालाई चाहिँ मैले यसको मैले जियो रेफरेन्स गरिसकेको छु। यसको डाइमेन्सन चाहिँ यसले स्केलिङ मैले गरिसकेको छु र यसले राम्रोसँग यसले स्केलिङ भइसकेपछि यसले डाइमेन्सन देखाउँछ। र अब चाहिँ मैले के गर्न सक्छु भन्दाखेरि एडिटर अन गरेर चाहिँ मैले स्टार्ट एडिटिङ गरिदिन्छु। र मलाई चाहिने भनेको चाहिँ अब मैले स्टार्ट एडिटिङ गर्ने बित्तिकै यहाँ मैले ध्यान दिनुपर्ने हुन्छ। जस्तो एडिटरबाट चाहिँ मैले स्न्यापिङलाई चाहिँ अन गर्नुपर्ने हुन्छ। स्न्यापिङ अन गरेन भने चाहिँ हाम्रो डाटाबेसमा चाहिँ टोपोलोजिकल एरर धेरै आउने हुन्छ। त्यसकारण मैले यसलाई सबैलाई एडिटर अन गरेर मैले यसलाई टिक लगाइदिएँ। यो तल पनि मैले एडिट स्केचमा र यसमा पनि टिक लगाउनु पर्ने हुन्छ। र यसरी मैले एडिटरलाई गरिसकेपछि मैले सबैभन्दा सुरुमा चाहिँ के गर्नुपर्ने भन्दा यदि तपाईँहरूको ठुलो एरिया छ भनेदेखि चाहिँ तपाईँहरूले सबैभन्दा सुरुमा जस्तो पार्सल गरेर चाहिँ जस्तो क्रिएट न्यू फिचर गरेर चाहिँ तपाईँले टोटल एरियालाई कभर गर्नेहरू पहिला गर्न सक्नुहुन्छ र त्यसलाई कट पोलिगन गर्दै गर्न सक्नुहुन्छ। मैले चाहिँ तपाईँहरूलाई अहिले सिम्पल सानो उसमा देखाउनको लागि चाहिँ मैले थोरै मात्रै गरेर तपाईँलाई देखाउँछु। तपाईँहरूले चाहिँ मैले जसरी देखाउँछु त्यो अनुसारले अन्य सम्पूर्णलाई चाहिँ तपाईँहरूले यसरी काम गर्न सक्नुहुन्छ। जस्तो मैले चाहिँ यसलाई अब जस्तो पार्सल गरिहालेँ होइन। र मैले क्रिएट न्यू फिचर गरेर चाहिँ मलाई चाहिने बाउन्ड्रीलाई चाहिँ मैले यसरी यसलाई मैले एडिटर अन गरेर चाहिँ यसरी जस्तो अलि जुम गरेपछि राम्रोसँग देखिन्छ भने चाहिँ मैले यसरी सुई यसलाई चाहिँ डिजिटाइज गरिदिन्छु। जस्तो मैले तपाईँहरूलाई सानो मात्र देखाउँछु है त कसरी गर्ने भनेर। जस्तो मैले चाहिँ यो यति यो तिनवटा किताबको चाहिँ मैले तपाईँहरूलाई देखाउँछु र यसमा चाहिँ मैले चाहिँ यसलाई यसरी एडिटर अन गरेर मैले यसरी एडिट गरेर मैले यसरी चाहिँ जियो के अरे मैले यसरी एडिटर अन गरेर चाहिँ मैले यसलाई चाहिँ यसरी गर्न सक्छु। र अब मैले यसलाई चाहिँ ल मैले जस्तो टोटलमा यसलाई देखाएको छु। अब मैले चाहिँ यसलाई के गर्छु भन्दाखेरि कट पोलिगन गरेर चाहिँ मैले चाहिँ यसलाई जस्तो काटिदिन्छु है त। तपाईँहरूले पनि यसरी ठुलो एरिया छ भने चाहिँ पहिले यसरी पहिला चाहिँ क्रिएट न्यू फिचर गरेर चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ र यसरी कट पोलिगन गरेर चाहिँ यसरी गर्न सक्नुहुन्छ। जस्तो यो अब जस्तो तिनवटा यो बनिसक्यो र तिनवटा चाहिँ मैले के गर्छु भन्दाखेरि पार्सल बनाएको छु है त। अब जस्तो तपाईँहरूलाई चाहिँ अब मैले यसलाई सेभ गरिदिन्छु र सेभ गरेपछि मैले के गर्छु भन्दाखेरि जस्तो यसको चाहिँ इन्डिभिजुअल चाहिँ सबैको
एक एक गरी जस्तो 3टाको चाहिँ आइसकेको छ। अब मैले चाहिँ जस्तो यो मन्दिर जस्तो देखेको छ, मैले चाहिँ तपाईँहरूलाई यो बिल्डिङ हो भनेर त बिल्डिङ भए चाहिँ कसरी गर्न सकिन्छ भनेर देखाउन गइरहेको छु। त्यसको लागि चाहिँ तपाईँहरूले अब यो जस्तो यो बिल्डिङको फिचरलाई चाहिँ तपाईँहरूले यो लेयरलाई अन गरेर चाहिँ यसरी तपाईँले एडिट गर्न सक्नुहुन्छ र यसरी चाहिँ यो बिल्डिङको सेपमा यो बस्छ। तपाईँहरूले घर छ भने चाहिँ तपाईँले यसै गरी गर्न सक्नुहुनेछ। र यसरी गरिसकेपछि यसको दुईवटा मैले बनाएको छु, जस्तो बिल्डिङ र पार्सल। अब यो आयो नि त होइन, जस्तो मैले यसरी आइसक्यो यो। अब तपाईँले चाहिँ यो सम्पूर्ण उसलाई चाहिँ तपाईँले यसरी गरेर चाहिँ क्लिक गरेर चाहिँ जस्तो यहाँ देखाउँछ, जस्तो यो मसँग भइहाल्यो होइन। जस्तो एरियाहरू यहाँ देख्न सक्नुहुन्छ। अब एरिया पनि बिल्डिङको पनि छुट्टै पनि देख्न सक्नुहुन्छ। र जस्तो बिल्डिङ चाहिँ यो के छ भने पार्सलभित्रै छ नि त होइन, त्यही भएर क्लिक गर्दाखेरि यसले यसरी एरिया देखायो। र तपाईँहरूले चाहिँ सबै जति आफूलाई चाहिने हो त्यो सबैलाई चाहिँ तपाईँहरूले यसरी लेयर बनाएर चाहिँ तपाईँले गर्न सक्नुहुन्छ। जस्तो अब यसमा चाहिँ अब जस्तो यो जिल्ला कोडहरू छ होइन, जस्तो जग्गा दैनिकको नामहरू छ, जमिनको किताबहरू सबै छ नि त। यो चाहिँ हामीले सबै दिनुपर्ने हुन्छ। जस्तो जिल्लाअनुसारको जिल्ला कोड फरक फरक हुन्छ। अनि जमिनको किता नम्बर पनि तपाईँले त्यो नक्सामा जो छ त्यो अनुसारले चाहिँ हामीले दिन सकिन्छ। र यसरी चाहिँ अब मैले ल अब यो किता नम्बर जस्तो यो 4 भयो होइन त, यो 4 छ नि त त्यहाँनिर त। अब मैले यसरी सेलेक्सन गर्न चाहिँ कहिलेकाहीँ सेलेक्ट भएन भने चाहिँ मैले यसलाई चाहिँ यो सिलेक्सन टुल्सलाई अन गरेर चाहिँ मैले यसलाई सिलेक्ट गर्न सक्छु। जस्तो मैले सिलेक्ट त्यो यसमा चाहिँ मैले टिक लाएर चाहिँ अनि त्यहाँबाट तपाईँको कहिलेकाहीँ नदेखाउनु चाहिँ टिक लाउँदै अनटिक गर्दै गर्दाखेरि चाहिँ यो देखाउने हुन्छ। अब जस्तो सेलेक्ट भयो नि त अहिले होइन। ल अब तपाईँको त्यहाँनिर यो जस्तो 4 नम्बर किताब भइगयो होइन। अब मैले चाहिँ यहीँबाट चेन्ज गर्न सक्छु क्या। जस्तो किताब नम्बर हाल्नु पऱ्यो भने चाहिँ अब यहाँनिर मैले 4 नम्बर दिएपछि चाहिँ यो के हुन्छ भन्दाखेरि 4 नम्बर किताब हो। जसरी अर्को पनि यसै गरी मैले इन्डिभिजुअल किताब जुन जुन छ त्यो अनुसार चाहिँ मैले यसलाई किताब नम्बर दिन सक्छु। र अब मैले यसलाई चाहिँ प्रपर्टिजमा गरेर चाहिँ मैले यसलाई लेभल फिचर गरेर चाहिँ जस्तो पार्सल नम्बर गरिदियो भनेदेखि चाहिँ ल यसरी यो नम्बरसहित देखिन्छ। हामीले चाहिँ अब चाहिने जति सबैलाई चाहिँ डिजिटाइज गरेर चाहिँ यसरी यो डाटाबेस बनाउन सकिन्छ। र साथीहरू अन्य इन्फर्मेसन पनि हामीले दिन सकिन्छ। र यो सबै इन्फर्मेसन दिएपछि चाहिँ हाम्रो किता नापीको नक्सा अहिले भएको जुन हाम्रो नापी कार्यालयमा छ त्यो चाहिँ यसरी बनेको हो। त्यसमा चाहिँ सम्पूर्ण डाटाहरू हामीले समावेश गरेको छ।